अघि हामीले बनाएको थियो नि त्यो के अरे अन्डा अनि दुध अनि उयो कोदोको रोटी मिक्स गरेर यस्तो राम्रो हुँदो रहेछ कि मैले चाहिँ पहिले पनि बनाएको थियो अनि फेरि पछि बनाएको मजाले यस्तो राम्रो हुन्छ कि नरम अनि हामीले तरकारीसँग खाँदैछौँ है तपाईँहरूले पनि ट्राई गर्नु होला मिठो हुन्छ तिमीलाई कस्तो लाग्यो मिठो यो पल्केको छ अस्ति नै मैले एकचोटि के अरे बनाएर दिएको थियो अस्ति नै एकचोटि मैले बनाएर दिएको थियो त्यही भएर पल्किरहेको छ त्यो ऊ चाहिँ